सररको टोली आइसकेको रहेछ हाम्रो। भोट गर्नुपर्छ अरे। भोलि कहाँ हो? भोलि गयो? भोलि गयो? हल्लाउ छ त यार। मोबाइल खस्ला यार। मोबाइल खस्ला यार। फोटो हान्ने? तरङ्गा यो गाउँ तरङ्गा भन्छ दाजु है? एक घन्टा हिँड्नुपर्छ दाजु। गाह्रो छ यार। आइरहेछ ब्याजिल्ला। कस्तो लागिरहेछ? हामी तरङ्गा आइरहेछौँ है। रमाइलो लागिरहेछ होइन? तरङ्गमा आइरहेछ। जे भने कहाँ? माछा चौकी त्यही हो क्या? यहाँ फोन खस्नु त गयो त यार। सबको मोबाइल छ नि देखाउँ। ओइ वाउ के दामी ठाउँ छ यार। वाउ हुस्सो हेरेर कस्तो दामी लागिरहेछ त। लाइभमा यो होइन लाइभ गरिदिउँ क्या यार। डेली काम गरेर लाइभ बस्यो। चारवटा थाली ल्याउनु भन्नु न। चारवटा के पाँचवटा? कस्तो दामी सुहाएको यार चस्मा यार। अस्ति गाह्रो भयो त। म सक्दैन, म यतै ढल्छु एकछिन। अस्ति गाह्रो भयो त। कति पुऱ्यायो अरे? कहाँ चौरा? ल हामी बरातालमा पुगिसकेको छु होइन। केही साथीहरू आउँदैछ पछाडि। वाउ दामी रहेछ यार।
कता हो र टोली ल आऊ 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 यो आज कहाँ भ्याइन्छ सरसर भ्याइन्छ त 2 दिन लाग्छ हो वाउ यो ब्रातालाई सुर्खेतको एकदमै प्रसिद्ध ठाउँ पर्यटकीय स्थल हो क्लियर चाहिँ अब देख्न चाहिँ माथि जानुपर्ने रहेछ ठुलै रहेछ नि है ताल त पर कतै छ यार यो गाइस सुर्खेतको ब्राताल